Hey guys, welcome back to my new vlog हैन फेरि पनि वेलकम ब्याक टु माई न्यू भ्लग ब्याक टु ब्याक माई न्यू भ्लग हैन आज चाहिँ शिवरात्रि अनि शिवरात्रिको दिन यहाँ गोराईमा धारपानी मेलामा यस्तो बवाल खतरा मेला लाग्छ हैन त्यही मेलामा आज हाम्रो कलेजबाट पानी र मास्क बेच्ने कार्यक्रम हुँदैछ आज स्कुलदेखि लगाउन हामीलाई हैन अनि म चाहिँ त्यही जान लागेको छु अनि हाम्रो यो चाहिँ प्रोजेक्ट पनि हो 11 क्लासको हामी फर्स्ट ब्याच हो नि त मेचिकाली सेकेन्डरी बोर्डिङ स्कुलको फर्स्ट ब्याच हामी कलेजकै फर्स्ट ब्याच भएको कारणले हाम्रो मेचिकाली क्रिएटिभ क्लबले आयोजना गरेको यो कार्यक्रममा हामी जाँदैछौँ धारपानी अब चाहिँ म कलेजतर्फ जानुपर्ने हुन्छ मलाई चाहिँ 6:30 बजे 7 बजेसम्म वहाँ पुग्ने हो अहिले चाहिँ 6:30 बज्यो हैन 6:30 भयो अब चाहिँ म जानुपर्ने हुन्छ ठिक्क नुहाइ धुवाइ पारेर म रेडी छु हैन अघि नै हो म उठे अहिले हैन काम सान सफा गर्नु पर्यो यसो ठिकै छ नि त अब चाहिँ म सिधै स्कुल गएर साथीहरुसँग भेट्छु है त अनि त्यही गएर त्यो गर्नुपर्छ बाहिर बाइक छ स्टार्ट गर्नु पर्यो जानु पर्यो जुत्ता सुत्ता लाउनु पर्यो जुत्ता पनि लगाएको छैन यो चाहिँ मेरो कलेजको त्यो हो के ट्र्याक कस्तो छ खतरा हैन ल म चाहिँ अब गएँ है त बाइ गाइज साथीहरु म चाहिँ आइपुगेँ हैन यता हाम्रो पर्वाडर हुनुहुन्छ यता चाहिँ म हैन सिधै घरदेखि आइपुग्यो म यहाँ के भयो साथी किन त्यस्तो हेरेर त चाहिँ को रे मेरो भन्दै त भन्न अघि त कुकरै राखिस् त के रे फेरि अन्त तेरो मम्मीले हेर्नुहुन्छ तेरो के रे बहिनी म हैन तेरो गुड मर्निङ सर है त साथीहरु वेलकम म दिउँसो मेरो मोबाइल उठाउन जान्छु हैन ल साथीहरु हामी धारपानी आइपुग्यौँ हैन अब हामीलाई पानी ल्याउन पठाउन लाम्बा सरले ओके हाम्रो सर पनि दोस्त है यस्तो हेन्डसम छ यस्तो हेन्डसम मान्छे तपाईले कोही पनि पाउनु अलवेज रक सिंगल हाम्रो घरको सिंगल यो मात्रै मिंगल हो अरु सब सिंगल हो यदि तपाईले कोही राम्रो चाहिन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ यो हाम्रो बाइक धनीले काट्नु पर्छ हाम्रो चाहिँ त मेला एकदमै राम्रो भइरहेको छ हैन यही अरु त के अनि आज हाम्रो त पानीको बोतल छ हैन पानीको बोतल माथिबाट गएर अलि हिटीबाट गएर यस्तो यहाँ खान्छ त्यसको बोतल यो चाहिँ हामीले आज बेच्ने पानीको बोतल हो एकदमै राम्रो छ पानीको बोतल एस्री यस्तै जे पनि के छ नाम थाहा भएन हामी चाहिँ आज पानी बेच्नु पर्ने हुन्छ यता चाहिँ मेला हेर्नुहोस् त मेला है मेला गए हाम्रो सेक्सी बोय इन जस्तो क्यूट यहाँ कोही छैन नि हाम्रो ग्रुप भरिमा क्यूट भने चाहिँ यस्तो क्यूट छन् नि हजुरले यसलाई त्यो इन्स्टाग्राम आइडी यसको सबन खै जे भन्छ म त्यो यता डिस्क्रिप्सनमा लिंक आइडी दिएर राउडी यसको डिस्क्रिप्सनमा लिंक हालिदिन्छु हैन ए हाम्रो त सन्की दादा सन्की साथी ओए मोबाइल आइला राखी ल साथी हामी टेन्ट बोकिरहेछौँ उता हाम्रो यहाँ टेन्ट यस्तै बोक्नु परिरहेछ हाम्रो त सरहरू हुन्छ टक्क लागेर हैन यहाँ चाहिँ हाम्रो क्युटेस्ट पर्सन कसको ठिक छ ल म चाहिँ उतै गएर बोल्छु टेन्ट हामीले यस्तै बोक्नु परिरहेछ भाइ त सिधै युट्युबमा जाने तेरो मम्मीले हेर्नुहुन्छ तेरो तल फिट के छ तिमी जाने न एकदम ठुलो हेर न यस्तो राम्रो म त भ्लगर रामसँग पानी नुन जाने पानी के टाउको लिएर आफू बसेर हल्ल्या छ न्युन छैन आफूले टेन्ट बोलेर टेन्ट हामीले डन्डा बोकेर के हामी एक बोतल पानी डन्डा हामीले टेन्ट उता 2 hours later पानी मार्क्सको लागि हिँडिसकेको छ हामी चाहिँ पानी बेचिरहेको यहाँ पानी पानी दाइ पानी किनिदिनुहुन्छ 20 रुपैयाँको
धन्यवाद दाइ हाम्रो पहिलो गराएको है त तपाईँ है त यहाँ आउनु पर्यो फलफुल खान ल है त अब चाहिँ हामी अर्को पानीले पानी एनदर वान पानी खानुहुन्छ पानी खानु पऱ्यो डक्क बेचेर हामी यता आइसकेको छौँ होइन नास्ता खाएर सामानहरू हाम्रो काम सक्यो 2 घन्टाको सिट त्यो टाइम त्यो थियो हाम्रो 2 घन्टाको भ्यायौँ हामीले होइन अनि त्यसपछि अब चाहिँ हामी यसो डुल्न जाने भनेको छौँ अहिले यस्तो मन्दिर पनि डुल्न जान्छौँ यता पनि डुल्छौँ उता पनि डुल्छौँ सबै ठाउँ डुल्छौँ डुलेर चाहिँ घर जान्छौँ मेरो साथी रोहित चाहिँ घर गइसक्यो होइन अनि अब चाहिँ म यसो डुल्न जान्छु माथितिर यस्तो छ भिड त कुरै छोड्नुहोस् धुलो पनि त्यस्तै छ होइन त्यही अर्थ के होइन अब एकछिनमा भेट्नुपर्छ है तपाईँहरूलाई 2000 years later. म चाहिँ यहाँ घोडामा होइन टक्क लागेर जङ्गबहादुर राणा अलि फिलाइरहेको छु त घोडामा चढेर त ल यात्रापछि हामी पैदल यात्रा गरिरहेको छौँ यता हाम्रो चिन्डे दोष हुनुहुन्छ अनि त्यसपछि यता म यता भिड यो चाहिँ भिड यस्तो धुलो छ कुरा छोड्नुहोस् यस्तो भिड छ कि मान्छेहरू छन् यता तता हेरेर त्यति मान्छेहरू ओ हेलो नानी को नानी चिन्दैन नभने हाम्रो स्कुलमा पढ्दैन नानी ल है त अब टक्क मन्दिर सन्दिरको दर्शन गर्नुहोस् काम गरेर होइन फेरि म काउन्टरतिर आइसकेँ होइन यता चाहिँ हाम्रो साथी छन् अध्यक्षज्यू यता हुनुहुन्छ म चाहिँ सचिव हाम्रो कोषाध्यक्ष जानुभएको उता काम गर्न आफ्नो मन्दिर दर्शन गर्न हामी चाहिँ यता काउन्टर सम्हालिदिरहेछौँ होइन त्यही गर्दा के होइन यत्तिकै बस्ने हो मान्छे आएपछि सामान दिने नत्र यहाँदेखि कसले के गरेर हिसाब लेख्ने हो यहाँ त्यही अरू केही होइन है त पैदल यात्राबाट फेरि बत्तल बेच्न आयौँ होइन हाम्रो काम यो सिफ्टिङ हाम्रो सिफ्ट बेला बेलामा भइरहेको तर हामीले बेच्नु लास्टमा एर्साको भने एकदम दामी अब एडभर्टाइजमेन्ट गर्ने कि दोस्त होइन पैसा कमाउने भनेको यसरी हो 4वटा बोतल हाम्रो 4वटा बोतलको 4वटा पैसा आइसकेको छ 80 रुपियाँ होइन यो चाहिँ सर्ट टर्म ट्रेडिङ हो क्या हो कि नै मेलामा आउने बेच्ने पैसा कि पैसा 1-2 लाख भनेर साथै टुर जाने भयो ल है त साथीहरू अब फेरि अर्को ट्रेडिङ गर्न आउनुपर्छ हामी अर्को लोकेसनतिर अर्को ट्रेडिङ है त साथीहरू के भयो भनेपछि हाम्रो अहिले 1 बोतल मात्र बच्यो होइन हाम्रो पानी हाम्रो चाहिँ मेन टार्गेट कतातिर हो भनेपछि कपालतिर पार्कमा आँखाम कपाल नहुने कुरै हुन्न कपाल लिएर आउने कपाललाई पैसा दिने लाजले पनि किनिहाल्छन् केटाहरूले होइन यस्तो हरियाली चाहिँ एकदमै राम्रो होइन कस्तो कालो देखाउँछ क्या ल है त यो पनि लास्ट बिक्यो भने सिधै आएँ है त म है फेरि यसो मुखमा क्यामेरा लगाएर गएको राम्रो देख्नु है A few minutes later. खोइ पैसा देखाउँदा सबै कलेक्ट गर्नु त हामीले होइन एउटा च्यालेन्ज राखेको थियौँ 10 मिनटमा बोतल के भन्छ बेचिसक्ने 6वटा बोतल बेचिसक्ने हुन्छ फाइनली हामीले 9 पोइन्ट कति रहेछ साथी 9.16 सेकेन्डमा 9 मिनट 16 सेकेन्डमा हामीले ठ्याक्क 6वटा बोतल बेचिसक्यौँ कि यो पार्कमा आएर र हाम्रो खोइ फाइनल ट्रेडिङको पैसा देखाउँदा हाम्रो ट्रेडिङको पैसा चाहिँ फाइनल यति छ है यो देखाउन यत्तिकै हेर्नुहोस् यत्तिकै अन्दाज लगाउनुहोस् तपाईँ होइन यति छ हामीसँग होइन अब चाहिँ फेरि अरू हान्ने र अर्को लोकेसनमा यही लोकेसन मान्छेहरू धेरै छन् है त ल 2 भाइको कमाइ हामी 2 भाइको कमाइ अब हामी के भएको छ अध्यक्षज्यू के छ त अध्यक्षज्यू त हाम्रो त समीर दादा हुनुहुन्छ समीर यता हाम्रो शिशिर दादा हुनुहुन्छ यता हाम्रो विवेक दादा हुन्छ विवेक दादा यता हेर्नुहोस् हजुरको गर्लफ्रेन्डले हेर्नु न के ब्लग छ है त हामी चाहिँ गो हेड अब घर है त सिधै घर गएर भेट्नुपर्छ म चाहिँ भर्खर उठेर फेरि नुहाइधुवाइ गरेर खानातर्फ आजको मेरो भोजन यही हो लास्टै भोक लागेको छैन यस्तो भोक लाग्यो खानाको अगाडि यस्तो भन्दैन भने होइन त्यही भएर म भनिरहेको छु लास्टै भोक लागिहाल्छ होइन म खाना खान्छु खाना खाएपछि चाहिँ ब्लगिङ गर्नुपर्छ आज के भयो सब भन्छु होइन बाई होइन खाना खाइसक्यो लास्ट चाहिँ दुखिरहेको भर्खर सुतेर उठायौँ आधी घन्टाको न्याप लियो होइन चाहिँ फेरि रुक्न आधी घन्टाको न्याप लियो अब फेरि सुत्ने अब फेरि निद लाग्यो लास्टै आज चाहिँ धारपानी मेला गएको थियौँ शिवरात्रिको दिन अनि त्यहाँ चाहिँ हाम्रो मेचिकाली क्रिएटिभ क्लब हाम्रो चाहिँ मेचिकाली सेकेन्डरी बोर्डिङ स्कुलको फर्स्ट ब्याच 11 क्लासको फर्स्ट ब्याच भएको कारणले
हाम्रो चाहिँ मेजिकली क्रिएटिभ क्लब भन्ने हामीले खोलेको छौँ संस्था। त्यो संस्थाको हाम्रो प्रोजेक्ट वर्क फाइनेन्स सब्जेक्टको प्रोजेक्ट वर्क पनि भनेर धारपानी मन्दिरमा गएर चाहिँ मेला थियो आज चाहिँ, त्यहाँ चाहिँ आज हामीले पानी र मास्क बेच्ने कार्यक्रम गऱ्यौँ होइन। अनि हाम्रो 57जना स्टुडेन्टहरूले सिफ्ट बाई सिफ्ट काम गर्नुभयो, काम गऱ्यौँ पनि होइन। रमाइलो भयो, एकदमै यादगार थियो पलहरू। अनि त्यही हो, अरू केही होइन। अब चाहिँ सुत्नु पऱ्यो, निद लाग्यो। अनि सपोर्ट पनि धेरै पाइयो, बिजनेस आइडिया थाहा पाइयो, कसरी बोल्नुपर्छ, के गर्नुपर्छ सबै थाहा पाइने रहेछ। यस्तोहरू गरेपछि अब म त हल्का पानी पराएको थिएँ होइन, पसलले गर्दाखेरि अरू साथीहरूलाई भयो होला त्यस्तै फिल। अब चाहिँ म अनि त्यही हो, मेलामा गइयो, रमाइलो गरेर आइयो। अहिले खाना खाइयो, वहाँ पनि नास्ता खाएको थिएँ अनि यहाँ पनि खाएँ खाना। अब सुत्नेमा लास्ट निको लाग्यो, सुत्नेमा। भाइ सबैजनालाई गुड नाइट, शुभरात्रि, लभ यु अल, बाई गाइज।